हेलो लसो टसिदेलेक सम्पूर्णमा आज चाहिँ हामी काठमाडौँदेखि निजगढ बारा जिल्ला जाने एउटा सानो मिनी ब्लग बनाउँदैछौँ। अनि लामा गुरुहरू हुनुहुन्छ करिब 10-15 जना। अनि भिडियो चाहिँ यस्तो छ, हेर्दिनु होला। यताबाट आइपुग्यौँ खाना खाने ठाउँमा। होटल तामाङ होटल। ल हामी चाहिँ खानासाना खाइसकेपछि निस्केर अब पर्सा जिल्लातिर जाँदैछौँ। पर्सा जिल्ला हुँदै बारा जिल्ला छुट्याउने रहेछ। ल गाइज हामी फाइनली निजगढ बजार आइपुगेका छौँ। होटल खोज्दैछौँ है गाइज हामी। अब आज चाहिँ यतै बास बस्छौँ होटलमा।
गाइज हामी चाहिँ आइतबारको हाट बजार रे है तराईको एकदम स्पेसल हो यो हप्तामा 2 चोटि भने हैन हप्तामा 2 चोटि लाग्छ रे ल हाट बजार भने यस्तो हुँदो रहेछ के किन्ने गाई सबै पाउँछ यहाँ नामहरु यता हुन्छ ढोक्रो लिएर आएर सब सामान त किन्दै हाल्ने क्या के किन्ने गाइज ल तराईको हावा लागेछ के किन्ने है गाइज दायाँ बायाँ आमा भाँडा कुडी सब के भन्छ दाइ यसलाई के भन्छ रे खरकुण्डो के भन्यो हैन ल हामी चाहिँ जेरी खान आएको ल जेरी यहाँ रहेछ ल है गाइज जेरी यहाँ पाक्दैछ तराईको जेरी भरे ब्लग आउनुपर्छ फेरि हाल्नु नि ल यस्तै खिची हाल्ने त होइन ब्लग बनाए पुरै जलेबी जलेबी आम्मामामा के हो ये क्या है भाई ये क्या है लड्डू दाजु एक्लै एक्लै खानी एक्लै एक्लै खानी ल आलु चप भन्नु भएन टेस्ट गर्नु त ओ दाजु टेस्ट गर्नु कस्तो छ नै बबाल हो निजगढको चप गर्दा आलु चप निजगढको आलु र चप नै कस्तो छ मिठो छ जेरी खानी यस्तो पाखेलाई नि यो नौवटा जेरी नर्मो भयो भन्छ त अनि आजको महोत्सवमा चाहिँ रचना रिमाल आउने रे डान्स हान्नलाई फेरि केटाहरू फेरि रेडी भएर आएको छ हाम्रो यता मेमे पनि डान्स हान्न आउनु भएको छ हाम्रो मेमे पनि डान्स हान्न आउनु भएको छ आम्मामामा के हो यो
सुन्दरी मिठी पक्का यो सुन्दरी मुठी भैली छोरीलाई जोरदार तालीले स्वागतको लागि म राखेको छु चाहन्छु तिमी मेरो जीवनमा सुन प्यारी सँगै जाने हो र छेउमै धनसरा जुनी सुपारीको टुक्रै पिरती मेरो वातारा भन्दै अर्ग्यानिक खाना है गाइस तराईको ढिँडो गाउँको अलि मिक्स ल साथीहरू ब्लग चाहिँ यति नै हो अनि सानो प्रयास अनि मेमोरिज हुन्छ भनेर अनि अब खाना खाएर अनि काठमाडौँ फर्केको